नमस्कार, जेठ 25 2082 साल आइतबारको दिन म यतिखेर स्याप्रुबेसी बजारमा छु। स्याप्रुबेसी बजार यो भन्दा 50 वर्ष अगाडि चाहिँ मेरो बुबा स्याप्रुबेसी बजार आउनु भएको रहेछ र आज संयोगले म पनि आउने अवसर यो लाङटाङ ट्रेल रनरमा चाहिँ सहभागी हुन आउन पाउँदाखेरि जुरेको संयोग हो। म चाहिँ बिहान पुरा हुँदाखेरि बुबाले भन्नुभएको थियो कि 50 वर्ष अगाडि उहाँ चाहिँ यहाँ आउनुभएको थियो र यो यहाँ उयो पर चाहिँ एउटा झोलिङ्गे पुल छ, त्यो पुल निर्माणको कामको लागि आउनु भएको रहेछ। सडक विभागमा काम गर्ने भएको कारणले र त्यतिखेर चाहिँ यति सुविधा सम्पन्न घरहरू थिएनन्, सामान्य घर थिए। अनि त्यहाँबाट ट्रेकिङ चाहिँ त्यतिखेर पनि आइन्थ्यो अरे, आउने गर्दथे अरे पर्यटकहरू। उहाँहरूलाई चाहिँ ट्रेनमा बस्ने अनि त्यहाँबाट माथि लाङटाङ जाने, त्यहाँ चाहिँ 2-3 दिन बस्ने रमाइलो गर्ने गर्दथे अरे। त्यतिखेर चाहिँ यहाँसम्म आउनलाई बाटो थिएन, त्रिशुलीबाट हिँडेर आउनु पर्थ्यो अरे। र त्यो पुल हाल्नको लागि पनि त्रिशुलीबाट नै सम्पूर्ण सामान बोकेर ल्याएर हालिएको भन्दै हुनुहुन्थ्यो। यो हाम्रो यात्रा लाङटाङ केन्जिङ गुम्बादेखि स्याप्रुबेसीको यात्रा असाध्यै राम्रो भयो, रमाइलो भयो। र आज चाहिँ हामी काठमाडौँ जाँदैछौँ। 10 बजे यहाँबाट हामी काठमाडौँ जाँदैछौँ। यति भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।